हेलो गाइज नमस्ते। मेरो नाम कञ्चन राई हो अनि आज हो स्याटरडे। आजको यति घामवाला दिन म ट्रेनिङको लागि जाँदैछु अनि उहाँ हाम्रो सिए सर हामीलाई ट्रेनिङ दिँदै हुनुहुन्थ्यो एकाउन्ट सम्बन्धी। अनि उहाँ सबै डिफ्रेन्ट स्कुलबाट सबै एकाउन्टेन्टहरू आउनुभएको थियो ट्रेनिङ लिनका लागि। त्यसै लागि म पनि गएको थिएँ र यो खाजा खाने टाइममा हामीलाई उहाँहरूले यो खाजा एभाइलेबल गर्नुभयो किनभने आज एकादशी हो। त्यही भएर एकादशीको दिन हामी सबैले यही खाजा खायौँ अनि सबै भइसकेपछि उहाँले क्वेसन सोध्नुभयो। क्वेसन सोधेर के बुझ्यौँ त्यसको एन्सरहरू पनि हामीले भन्नु परिरहेको थियो टाइममा। अनि हामीले सकभर जति जान्यौँ त्यति एन्सर दियौँ। अनि उहाँ लास्टमा हेर्नु न उहाँले हामीलाई सबै सम्झाउनु भयो। मैले धेरै थोक सिकेँ आज। अनि यति भइसकेपछि म 4 बजीतिर घरतिर फर्केँ। अनि यो घरतिर जाँदाखेरि यहाँ हेर्नु न आकाशतिरको भ्यू अहिले यो भिडियोमा छैन होला, अर्कोमा बादल कति राम्रो देखेको। त्यही भएर मैले अलिकति क्याप्चर गरेँ। अनि यहाँ म घर पुगिसकेपछि मेरो अलिकति चेन्ज ड्रेसअपको भिडियो लिन मन लाग्यो अनि मैले लिएँ यी फोटोजहरू आजको हाम्रो ट्रेनिङको। थ्याङ्क यू गाइज।